नमस्कार सबैजनालाई। मैले योभन्दा पहिले पनि एउटा मौरी सम्बन्धी भिडियो बनाएको थिएँ। आज पनि मौरीको भिडियो बनाउन आएको छु। एकदमै ठुलो बक्सा छ हैन, यो धेरै ठुलो बक्सा छ। यो ठुलो बक्सामा म मौरी हेर्न गएको छु र यसमा धेरै मौज छ हैन। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला भन्ने मेरो आशा छु। र यस्तै मौरी सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ अनि मौरी सम्बन्धी केही जानकारी जिज्ञासा ल्याउन चाहनुहुन्छ भने मेरो फेसबुकमा मैले भिडियो पोस्ट गरेको छु, त्यसमा कमेन्ट गर्नु होला, म त्यसको रिप्लाई दिनेछु। अनि मन पराउँछ भने लाइक अनि कमेन्ट गरेर हैन फलो गरेर मलाई साथ दिनुहुन्छ भने पूर्ण आभारी छु। अब हामी घाम लागिसकेको छ, अब यसलाई हामी के गर्दैछौँ, मौरी हेर्न गइरहेको छौँ। ल सुरु है। कस्तो छ के काम छ, धेरै ठुलो छ यो। धेरै ठुलो छ, सबभन्दा फर्स्ट मैले हातले बनाएको, त्यही बेला केही पनि सामान थिएन, सुरुमा बनाएको हो सबभन्दा पहिले। यसमा पनि मको त धेरै छ भन्ने मेरो आश छ। यसमा चाहिँ एउटा फ्रेममा चाहिँ धेरै लामो कारण भएको कारणले 13 इन्चको फ्रेम हो। यो चाहिँ लास्ट सानो भन्ने फ्रेम त्यही हो। हेरौँ कति लेखिदिन्छ। यसले स्मोकरले दिइरहेको छ है। यस स्मोकरले धुवा दिन्छ है, यसरी दिन्छ है। अहिले आधुनिक प्रविधि आइसकेको छ। पहिलेको जमानामा कर्केटो भन्छ कि त्यो बोरीको जलाउने थियो, त्यो छैन अहिले। किलो हुनुपर्छ। कोही समस्या पर्छ किनभने समस्या पर्छ। यसमा धेरै छ है, यसमा धुवा चाहिँ त्यसमा 3-4 किलो गाई जोले पताउनु धेरै मो छ। बाप रे बाप। कति किलो छ? 4 किलो छ। बताउनु हो नि कति ठुलो छ यो। अब यहाँ चाँठिया छु, पताए अब नपताए देखाइदिन्छु तपाईँलाई A to Z। यस्तै देखाएको छु। कति बताउनुहुन्छ? बताउनु। यहाँ पनि छ र यहाँ झन् एक्स्ट्रा लागिसक्यो। कति मो छ, कति मो छ के भन्नु। यसमा चाहिँ 10 किलो होइन, यसमा चाहिँ 15 किलो मो छ। यसको अलग्गै बनाएर देखाइदिन्छु, मान्नुहुन्छ? यहाँ अरू एक्स्ट्रा यहाँ जमाइसक्यो। अब बक्सकै ठुलो छ, त्यो तपाईँ थाहा हुनुहोस्। यता पर पनि जम्मिरहेको छ। ओ माई गड,
ओहो हो हो 5 किलो मह छ यसमा झन् ओहो हो हो हेर्नुहोस् बाप रे बाप भन्नुहुन्छ ल साथीहरु अब हेर्नुस् यसमा चाहिँ अब धेरै छ म है यो चाहिँ 7 किलो म एउटै फ्रेममा छ हैन यसमा चाहिँ 15-16 नै किलो म छ यदि तपाईहरुले यसो पुरा भिडियो चाहनुहुन्छ भने पुरै देखाउन सक्छु मैले भिडियो चाहिँ बनाएको छु है तर लामो भएको कारणले मैले पुरै भिडियो यसैमा हाल्न सकिन अनि अर्को भिडियोमा चाहिँ तपाईले चाहनुहुन्छ पुरै भिडियो चाहनुहुन्छ भनेपछि चाहिँ म अर्को भिडियोमा हाल्छु कमेन्ट गरिदिनु होला भन्दै हेर्नुस् मैले चाहिँ यस्तो म तपाईले हजुरले देख्नु भएको थियो थिन मैले चाहिँ पहिलेबाट देख्दैछु है यसमा चाहिँ 14-15 किलो भन्दा माथि नै म छ है एकदम नेचुरल म हो कसैले भन्नु होला यो चाहिँ चिनी दिएछ होला भनेर भन्नु होला तर होइन तपाईहरुले ल्याब टेस्ट गर्नुभयो भने 1% पनि चिनी मिलेछ भने चाहिँ म तपाईलाई मह नै चाहिँ पुरै फ्री दिन्छु यो चाहिँ नेचुरल नै हो है यो चाहिँ अर्गानिक नै हो हैन चाहिँ आफै मौरीले गरेको हो अनि भन्दै यदि फेरि त्यहाँ धेरै मह छ हैन यसमा पनि छ यस्तै म भिडियो चाहनुहुन्छ भने फेरि म लिएर आउने छु कमेन्ट गरिदिनु होला भन्दै